र यो आज अमरदीप भाइ जब चाहिँ उहाँमा चाहिँ एउटा दुर्घटना भयो, त्यो दुर्घटना हुँदै गर्दाखेरि हामीले आफ्नो तर्फबाट भाइलाई सहयोग गर्ने कामहरू हामीले गरेका थियौँ। अब दुर्भाग्यवश भाइको चाहिँ त्यो दुर्घटनाले चाहिँ उहाँलाई चाहिँ आफूले चाहिँ हिँड्डुल गर्न नसक्ने एउटा चाहिँ स्थितिमा उहाँ अहिले हुनुहुन्छ। त्यो व्हिल चेयर वितरण गर्ने चाहिँ आज चाहिँ यो चाहिँ मेरो बुवा यस क्षेत्रका सांसद दिपक बोराज्यूको एउटा सम्झनामा चाहिँ हामीले चाहिँ एउटा चाहिँ व्हिल चेयरहरू चाहिँ विभिन्न ठाउँमा चाहिँ हामीले बाँड्ने एउटा चाहिँ कार्यक्रम गरेका छौँ र त्यसै कार्यक्रम अन्तर्गत आज चाहिँ सर्वप्रथम चाहिँ मेडियामा चाहिँ वडा नम्बर 2 मा चाहिँ अमरदीप यो भाइलाई चाहिँ यो व्हिल चेयर कति आवश्यक छ भन्ने हामी जानकारी पाएपछि आज हामी यो व्हिल चेयर उहाँलाई हस्तान्तरण गर्न आइपुगेका छौँ र यो चाहिँ अरूभन्दा पनि खालि चाहिँ एउटा चाहिँ बुवाको सम्झना स्वर्गीय दिपक बोराज्यूको सम्झनामा चाहिँ एउटा चाहिँ यो व्हिल चेयर चाहिँ एउटा चाहिँ हस्तान्तरण गर्ने एउटा चाहिँ मात्र कार्यक्रम भएको हुनाले यहाँ उपस्थित सम्पूर्णले जो यस कार्यक्रममा सहयोग गर्नुभयो, विशेष गरी हाम्रो चाहिँ यस वडाका अध्यक्ष छेदीलाल कुरा त अब भइ नै सक्यो। अब सुखदका कुराहरूमा हामीले के गर्न सकिन्छ त्यो उहाँको परिवारलाई हामी निरन्तर साथ दिने नै छौँ र राम्रै सोच राखेर हाम्रो युवा नेता प्रज्वल बोहराजी जुन आज वार्ड नम्बर 2 मा एउटा कम्तीमा एउटा व्हिल चेयर वितरण गरौँ भन्ने उहाँको जुन सोच रहेको हुँदा आज हामी त्यसै सिलसिलामा उपस्थित भएका छौँ र उहाँलाई पनि मेरो व्यक्तिगत तर्फबाट तथा वडा कार्यालय पारिवारिक तर्फबाट हार्दिक धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस समाजको प्रति उहाँको निरन्तर साथ र सहयोग रहोस् भन्ने अपेक्षाका